आज म कहाँ जाँदैछु भनेर गेस गर्नु है त साथीहरू। मेरो छोरी चाहिँ चिप्स किन्दैन भनेर यस्तो मुड खराब गरेर बसेथिन्। बाहिरको मौसम पनि हेर्नु न कति राम्रो भएछ कि आज। अब छोरीको मुड त्यस्तो देखेपछि त मैले फेरि यताउति हेर्न थालेँ कि दोकान भेटिन्छ भनेर। फाइनली मैले दोकान भेटेँ। त्यसपछि मैले परीलाई चिप्स अनि एउटा चाहिँ पानीको बोतल किनिदिएँ। हेर्नु न त्यसपछि त कस्तो मजाले हाँसिन् कि परी अनि खुसी पनि भइछिन्। अस्ति भर्खरै त्यस्तो पेट दुखेको बच्चा झन् नदिम भन्दाखेरि बच्चाहरू पनि नमान्ने अनि बच्चाको फेस देखेर फेरि हाम्रो मन पनि नमान्ने कति दोधार हो कि साथीहरू। बाटोमा जाँदा जाँदा हेर्नु न मलाई कान्हाजी देखिनु भयो। कस्तो राम्रो मूर्ति छ कि यहाँ हेर्नु न कान्हाजीको। यो ठाउँलाई चाहिँ रामपुर भन्छन्। माथि आकाश र तल कान्हाजीलाई हेर्नुहोस् न कस्तो राम्रो देखिएको कि मौसम पनि अनि इन्भाइरोमेन्टै एकदम डिभाइनली कस्तो मजाले देखिएको कि मन्दिरहरू पनि। फाइनली म चाहिँ मेरो डेस्टिनेसनमा पुगेँ। यहाँ को जानु भएको छ प्लिज कमेन्टमा भनिदिनु होला। पुग्न त पुगे तर मेरो टर्न चाहिँ बल्ल 2 घन्टापछि बल्ल आयो अनि के गरौँ भनेर बसिराखेको थिएँ। कहिले परीसँग लुडो खेल्दै बसेथे, कहिले फेरि म पन्जा लडाई खेलेर टाइम पास गरिराखेको थिएँ। अनि चेकअप गरिसकेपछि एकदम भोक लाग्यो। त्यसपछि हामी नास्ता खान गयौँ अनि परीले भनिन् कि मम्मी थोरै मिठाई पनि किनौँ न भनेर। त्यसपछि हामीले मिठाई पनि किन्यौँ थोरै। आजकल मेरो थोरै हेल्थ इस्युजहरू देखेको कारणले म अहिले चाहिँ सोसल मिडियामा त्यति एक्टिभ हुन सकेको छैन। अर्को माया र सपोर्टको लागि आई एम भेरी ग्रेटफुल। थ्याङ्क यू।